नमस्कार हजुर। आजको भिडियो नयाँ भिडियो चचपगढ खामेझोडा मण्डलीको उद्घाटनको भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। धन्यवाद। बिस्तारै हात सुरुवातचा उहाँको हातमा राखेर हामी प्रार्थना गर्छौँ। परमेश्वर पिता धन्यवाद दिन्छौँ। तपाईँ परमेश्वर पितालाई कृषि मण्डलीले सफल गर्नुभयो। त्यो मण्डली के छ
Kalau boleh wanita sama juga seperti saya. त्यसै गरी हाम्रो बिचमा हामी विशिष्ट अतिथि हाम्रो बिचमा मिक्लासोङ गाउँपालिका वडा नम्बर ल्याउनु भयो अनि आज हलस्वरूप उद्घाटन समारोहमा हामी उपस्थित हुनु सकेका छौँ अनि यहाँहरू सबै मण्डली भक्तजनहरूलाई जय मसी गरे पहिला अनि त्यस पछाडि हाम्रो
चिनिन्छ काठमाडौँमा पुरै फुकिन्छ खरा तयार भएर उत्तरबाट आउँदैछ कृष्ण दुल्ही सिँगारिँदैछ कृष्ण दुल्ही सिँगारिँदैछ संसारले हृदय गुन्जाउँदै यसोको अङ्गालो भित्र फैलाइ हराउँदै नाचौँ डुल्दै संसारले हृदय गुन्जाउँदै यसोको अङ्गालो भित्र फैलाइ हराउँदै अनन्तमा धन्तु पार्ने उनको दुलही अनन्तमा धन्तु पार्ने उनको दुलही ज्योतिलाई धारण गर्दै अँध्यारोसँग लड्दै ज्योतिलाई धारण गर्दै अँध्यारोसँग लड्दै कृष्ण दुल्ही बलियो हुँदैछ कृष्ण दुल्ही बलियो हुँदैछ नाचौँ दुल्ही संसारले हृदय गुन्जाउँदै यसोको अङ्गालो भित्र फैलाइ हराउँदै नाचौँ दुल्ही संसारले हृदय गुन्जाउँदै यसोको अङ्गालो भित्र फैलाइ हराउँदै कालेबुङमा यसो चिनिन्छ काठमाडौँमा पुरै फुकिन्छ खरा तयार भएर उत्तरबाट आउँदैछ कृष्ण दुल्ही सिँगारिँदैछ कृष्ण दुल्ही सिँगारिँदैछ कृष्ण दुल्ही बलियो हुँदैछ कृष्ण दुल्ही बलियो हुँदैछ कार्यक्रम सञ्चालक भाइ सर्वप्रथम त यो आजको यो कार्यक्रममा म हजुर समक्ष म हिजोदेखि नै म सरी भन्न चाहन्छु किनकि म अन्तिम ठाउँ भन्नु मैले अर्को दुईवटा कार्यक्रम जुलेको हुनाले हजुरको समक्ष अगाडि समय मागेर समय प्रदान गर्नुभएकोमा यो आयोजकलाई पनि म धन्यवाद दिन चाहन्छु र आज यो चल उद्घाटन चल गढ खामेझोडा चल उद्घाटन कार्यक्रमलाई उद्घाटन कार्य समारोहमा आउनुहुने सम्पूर्ण हाम्रो टाढा आउने हाम्रो डाक्टर साहब लगायत हाम्रो टाढाबाट आउनुहुने पास्टरज्यूहरू लगायत सम्पूर्ण यहाँ मान्यजनहरू यहाँ मान्नुपर्ने मान्यजनहरू सबैलाई म नमस्कार जय मसी भन्न चाहन्छु। हामी यो प्रभु येशू अनुसार हामी प्रेम शान्ति र क्षमाको प्रतीक भन्ने बुझिन्छ किनकि हामी यही हजुर सबैजनाले अब के अन्यायले गर्दाखेरि हामी आज यो जति पनि आज जुन यो समुदायमा मान्छेहरूको आस्था बढ्नु र एउटा प्रेरणा बढ्नुमा पनि यो ठुलो एउटा हात छ किनकि हामीले जो मान्छेलाई प्रेम शान्ति र उसलाई क्षमा
यो तीनटा शब्द एकदम अहम हुन्छ किनकि हामी कसै मान्छेले गल्ती गर्छ भने र त्यो गल्तीलाई पनि क्षमा दिनु पनि एउटा ठुलो महानता हो भन्ने कुरो यसको जुन प्रभु येशूको कुराहरू छ यो उहाँहरूको अनिलहरूबाट तपाईँहरूबाट गर्नुहुने यो एकदमै यो प्रण यसले पनि एकदम ठुलो यसलाई चाहिँ हाम्रो यो समाजलाई ठुलो माथिसम्म पुर्याउने एउटा ठुलो तपाईँहरूको एउटा यात्रा हो जस्तो मलाई लाग्छ किनकि हामी यो यात्राले गर्दा आज समग्र यहाँ अग्रज व्यक्तित्वहरू हुनुहुन्छ यो कतिपय भाइ बहिनीलाई थाहा छैन होला आज त्यो हिजोको कष्टहरू सम्झिँदाखेरि जुन पञ्चायत व्यवस्थाको कष्टहरू म सानो हुँदाखेरि अलिअलि थाहा छ र आज अग्रज व्यक्तित्वलाई त प्रश्न थाहा छ त्यही आज उहाँले गर्नुभएको गल्ती कमी कमजोरीलाई पनि क्षमा यात्रा गरेर आज जुन तपाईँहरूको समुदाय र आज यतिसम्म अग्रज व्यक्तित्व हुनुहुन्छ आज यो व्यक्तित्वहरूको अन्यायले उहाँहरूको धैर्यता उहाँहरूको क्षमा उहाँहरूको शान्ति उहाँहरूको प्रेमले गर्दाखेरि आज सिङ्गो समाज तपाईँहरूको यो सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसन र यो भाइ बहिनीहरूले आज प्रेरणादायी भएर आउनुभएको जस्तो मलाई लाग्छ किनकि यदि उहाँहरूले त्यतिखेर फ्रस्ट्रेसन भएर इगो दिएर र प्रेम यो शान्ति र यो जुन कुराहरूलाई चाहिँ उहाँले इगो राख्नु भएको भए आज यो समाज यो ठाउँमा पुग्दैन थियो जस्तो मलाई लाग्छ र यो तीनटा कुरा प्रेम शान्ति र क्षमा भन्ने कुरा चाहिँ महानता हुन्छ त्यही महानताले उहाँले अग्रज व्यक्तित्वहरूले आज त्यसलाई स्वीकार गरेर पञ्चायती व्यवस्थाको त्यस्तो कष्टहरूलाई पनि त्यस्तो पीडादायक दिनहरूलाई पनि उहाँहरूले योलाई गरेर एउटा धैर्यता छ दृढताका साथ अगाडि बढेर आज यो समाजलाई यहाँ ल्याउनु भएको छ यो अग्रज व्यक्तित्वहरूलाई म हृदयदेखि म आभार व्यक्त गर्न चाहन्छु र नमन पनि गर्न चाहन्छु किनकि हामीले यो समाजलाई हामी अझ म यहाँ हाम्रो 8 नम्बरका हाम्रो जनप्रतिनिधि वडाजीलाई म देखिरहेको छुइनँ उहाँलाई किनकि हामी तपाईँहरूले गरेको एउटा समाजले गरेको तपाईँहरू हरेक व्यक्तिले गरेको प्रार्थनाले गर्दा होला आज सिङ्गो बिचरा उहाँ हाम्रो प्रवेशजी आज हाम्रो पालिकामा एउटा जिम्मेवारी पदमा पुग्नुभएको छ उहाँले त्यो पालिका यो समाजको निमित्त हरेक दिन कुरा उठाइराख्नु भएको हुन्छ हरेक समाजको निमित्त के गर्ने कसो गर्ने किनकि त्यो के भन्दा सबै तपाईँहरू सबैको एउटा आशाले तपाईँहरू सबैको धैर्यता तपाईँहरू सबैजनाले माया गरेर तपाईँहरू सबैले आशीर्वाद माग्दिनु जस्तो मलाई लाग्छ र तपाईँहरू सबैको आशीर्वादले गर्दा आज म पनि यो ठाउँमा आएर हजुर सबैलाई यसरी बोल्ने मौका पाएको छु किनकि यो सबै तपाईँ हामी एउटा परिवार र यो वर्षभित्र तपाईँहरूलाई यो भवनको पनि म ठेका खोलिदिने पनि मैले प्रतिबद्धता गरिसकेको छु र यो गोल खोज्नु पनि यो हजुर सबैलाई आज यही तर्फबाट फेरि पनि म प्रतिबद्धता गर्न चाहन्छु समाजको एउटा राम्रो भवन पनि म बनाइदिने प्रतिबद्धता गर्न चाहन्छु र हामीले मैले यो समाजलाई धेरै अस्ति पनि अगाडि भनिरहेको छु किनकि हामीले आज यति धेरै पास्टरहरू यहाँ देख्दै गर्दाखेरि मलाई पनि एकदमै गर्व लागेको छ किनकि उहाँहरूले जतिको मान्छेले आज हामी यो पछिल्लो समयमा भाइ बहिनीहरूलाई म ईश्वर म हरेक कुरामा हाम्रो प्रयास भाइहरू जोडिरहेको हुन्छ यहाँ भाइहरूलाई भनिरहेको हुन्छु हामी एउटा यो समाजले अब पछिल्लो समयमा अलिक समाज परिवर्तनको निमित्त र यो समाजको लागि केही एउटा त्यस्तो खालको फन्डहरू बनाउनुहोस् त्यो फन्डमा बरु म पनि हातेमाला गर्छु र मैले सक्ने सहयोग जुटाइ तपाईँहरूको सहयोगले गर्दा आज यति राम्रो एउटा भवन यहाँ सम्पन्न भएको छ र यो भवनभित्र यसरी बसेर हामी सबैले प्रार्थना गर्ने मौका पाएको छौँ सबैले यसरी बोल्ने एउटा हामी अन्तर आफ्नो भित्रको कुराहरू राख्ने आफ्नो विश्वासको कुरा राख्ने हरेक कुराहरूलाई गर्ने एउटा थाहा एउटा राख्ने एउटा जुन एउटा भवन बनाउने सङ्कल्प र सम्पूर्ण सहयोगदाताहरूलाई पनि म हृदयदेखि आभार व्यक्त गर्दै र चौधगढ खामीझोडा मात्रै नभएर योलाई सिकेर अन्य जति पनि हुन्छ पास्टरहरूले आफ्नो ठाउँमा पनि योलाई नै प्रेरणाको रूपमा लिएर अगाडि बढाउन पनि अनुरोध गर्दै र म पछिल्लो समयको भाइ बहिनीहरूलाई चाहिँ एकदम भाइ बहिनीहरूलाई यो सङ्गीत क्षेत्रमा जुन लागिराख्नु भएको छ हरेक कुराहरूमा यो सङ्गीत मात्रै नभएर हजुरहरू सबैको अहिलेको यो जुनहरू लगनशीलता हजुरहरूको देखिरहेको छु यो लगनशीलतालाई चाहिँ यत्तिकै कामले राखे यो चर्चको सफलताको आजको यो कार्यक्रम सफलताको कामना सहित मेरो वाणी अन्त गर्छु हस्त धन्यवाद जय मसी नमस्कार When we first came to Nepal, during the Panchayat Kal, we know what was the problem then in those days. श्री विष्णु देवान धरानो बगैँचा सुनसरी मिक्लासुङ गाउँपालिका वार्ड नम्बर 6 खामेझोडा स्थित
चचकट मण्डलीलाई परमेश्वरको राज्य विस्तार अनि भावी पुस्तासम्म पनि उहाँको सेवा निरन्तर भइरहोस् भन्ने हेतुले मण्डली भवन निर्माणका लागि धरानो बगैँचा 2 निवासी तपाईँ श्री विष्णु देवान र स्वर्गीय जीवन देवान दम्पतिज्यूले आफ्नो हृदयदेखि उद्धार मनले 1 कट्ठा 2 धुर जम्मा 22 धुर जमिन विक्रम सम्वत 2048 सालमा मण्डलीलाई दिएर सामाजिक काममा महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा यहाँको योगदानको उच्च कदर तथा सम्मान गर्दै उज्जवल भविष्यको कामना साथ प्रार्थना गर्दै मण्डली भवन उद्घाटनको अवसरमा यो सम्मान पत्र प्रदान गर्दछौँ। धन्यवाद। यो समय हामी एकदमै धन्यवादी छौँ। हजुरलाई हजुरको माया हजुरको सेक्रिफाइस परिकारको लागि हामी एकदमै धन्यवादी छौँ। हजुरलाई धन्यवाद। हजुर खाइ बसिदिनुको मलाई अनुरोध गर्न चाहन्छु। म यो समय हामी यो उहाँलाई हस्तान्तरण गर्नेछौँ। हामी ताली बजाउनेछौँ। एकदमै धन्यवाद। हामी एकदमै त सकेनौँ तर पनि हामीले मण्डलीको तर्फबाट एउटा सम्मान स्वरूप हामी यो कार्यक्रम अगाडि लागेको हुन्छ र अलिकति म इतिहासको पृष्ठभूमिलाई म छाउन चाहन्छु र विशेष गरी परमेश्वरलाई म धन्यवाद दिन्छु र यो जमिन आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद छ। यो भिडियो पहिलोपटक हेर्दै हुनुहुन्छ भनेदेखि च्यानललाई सब्सक्राइब गरिदिनु होला। सँगै आएको बेल आइकनलाई